Hello guys, welcome back to my YouTube channel and नमस्ते विकास चाइम राई तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। आज चाहिँ म खास कुरो चण्डी खेल्न आएको छु अनि अहिले चाहिँ लगभग 11 बजिरहेको छ होला र हिजो अस्तिको दिन मात्र भक 2 दिन भयो नि त कन्टेन्ट नलगाएको त्यही भएर आज फेरि म चरा हान्नु जान्छु। म चाहिँ अब मैले प्रायः म नाइट चरा हन्टिङ मात्र भिडियो लगाउँछु होला सायद। अब घर जान्छु अनि खानासाना पनि खाएको छैन नि त अब खानासाना खाएर टक्कसँगले चरा हान्नु जान्छु। अहिले चाहिँ म यहाँ जंगलमा भनेर घर जाँदैछु। क्यामेरामा धुलो पसेछ यार। गाइज मेरो भिडियो गर्दा गर्दै फ्ल्यास गएको थियो त्यही भएर मैले भिडियो गरिनँ। अब चाहिँ डाइरेक्ट म घर गएर चरा हान्नु जाँदाखेरि तपाईहरुलाई डाइरेक्ट भेट्छु है त गाइजहरु। हो यहाँदेखि सिधै मेरो घर जानु पर्नेछ खोला कटेर पछि चाहिँ ठुलो खोला आउँछ अनि यो खोला कटेर सानो खोल्ची कट्नुपर्छ त नजिक त नजिकै छ। यो डाँडा चाहिँ छ सानो एकछिनमै पुगिहालिन्छ घर भनेको यता गाउँदेखि मेरोमा छिटो हिँड्यो भने 1-2 मिनेटै पुगिन्छ। है त गाइस तपाईहरु डाइरेक्ट म अब तल घरदेखि झर्दाखेरि भेट्छु है त। हेलो गाइस म चाहिँ फेरि अस्तिदेखि नै कन्टेन्ट बनाउन थालेको छु अनि म घरदेखि हिँड्न सकेको छु चरा हेर्नु। त यो टस लिएर टस चाहिँ यस्तो छ चक त चकै भन्छ माथिसम्म पुरै देखिन्छ छ्याङ। त यो दलले सर पनि निस्किरहेको छ म मिलिन जाए भन्दैछ र पनि कन्टेन्ट बनाउँदै त्यति टाढो पनि होइन मेरो घरदेखि नजिकै यो बासगाडी मेरो घर यहाँ छ यहाँदेखि यहीँ त हो नजिक हो। सो आएर कन्टेन्ट बनाइदिउँ हिजो दिन लगाउनु पर्यो भनेको तर आज भएको छैन। हिजो नै यो कन्टेन्ट चाहिँ म लगाउनु पर्यो भनेको साकेलादेखि आएर पानी पर्यो नि त पानी परेर म सुत्दिएँ त्यहाँदेखि आएर त्यता यसरी बाल्दै झर्ने हो बासगाडी यसरी यता यो बासगाडीदेखि नै बाल्दै झर्छु। यो बासगाडी आइ पनि पुग्यो। अब चाहिँ देब्रे हातमा राखेर चरा बाल्दै जानुपर्छ। अब चाहिँ आउँछ चरा भेट्छु त गाइजहरु। गाइज फेरि म चाहिँ अब घर गइरहेको छु किनकि मैले चाहिँ झोलामा गाटिस लगाएँ होला भनेर आएको थियो होला भनेर आएको त झोलामा गाटिसै थिएन रहेछ त्यही भएर फेरि अब गाटिस लिनु गइरहेको छु। एकछिनमै गएर अर्कै पुगिन्छ तर गाटिस लिएर आउने बेला भयो गाटिस बिना त चरा कन्टेन्टै भइहाल्दैन नि भन्दैन गाटिस भए पो चरा पनि मर्छ त चट्ट यहाँदेखि निस्किहाल्ने हो यसरी यो बाटो हुँदै अब तपाईहरुलाई म डाइरेक्ट घर गएर यहाँ तल बासगाडीमा भेट्छु त गाइजहरु। गाइस गाटिस पनि लिएर आइसकेको छु गाटिस यहाँ आइ पुरै मेरो गाटिस चाहिँ यस्तो छ दाइले बनाइदिनु भएको अनि गाटिस पनि लिएर आइसकेको छु। अब माथि यो बासगाडी त्यो चरा थिएन अहिले बालिसकेको थिएँ अनि तलतिर अब जान्छु डाइरेक्ट। यो गाइस अस्ति मैले चरा हानी झारेको साइडमा आइसकेको छु। यत्रो चरा चाहिँ मैले बालिसकेर र पनि भेटेकै छैन क्या सायद चराहरू पनि बसेको छैन होला। अस्ति मैले सर्भर मारेको थिएँ माथि छैन रहेछ र कता लडिएर केले बा टिभी लग्यो चरा चाहिँ पनि मैले भेटेकै छैन। मैले लगभग बल्ल 5-10 मिनट बालेको 3 जति छ केही चराहरू तर चङ्गो रहेछ एउटा त्यही छ उडीको अहिले भर्खरै त्यो नदेखिने ठाउँमा बसेर नि के गर्नु देखिँदैन। अब त यो बिस्तारै म यहाँ मारेको ठाउँतिर जाँदैछु। गाइस मैले चरा पनि भेटिसकेको छु माथि छ ड्रोन गरेर देखाइदिन्छु त गाइस माथि हो जहाँ लाइट बल्दैछ त्यहाँ माथि छ माथि देखिँदैन छैन यो मजाले माथि छ गाइसहरु माथि यहाँ देखिरहेछ हल्का यो चरा हो हान्नु आँटेको छु लगाउँछु कि लगाउँदिनँ। हेलो गाइस मैले चाहिँ आज चाहिँ चरा भेटेको थिएँ भन्दा नि हाने त्यो लागेन पनि उडेन पनि खोइ चरा जस्तो पनि थियो होइन जस्तो पनि थियो के त्यो चाहिँ मजाले थाहा भएन। म चाहिँ लागेन र म चाहिँ आयो है। अब बिस्तारै यो हुन्छ नि यो के भन्छ मकैबारी यस्तो मकैमा पनि चराहरू बस्न थाल्छ
ठुल्ठुलो हुनु पर्यो मकै चाहिँ यस्तो डाँडातिर मकै बारीमा बस्छ जुरेलीहरू यो अहिले म यत्रो बाँड्न मार्नु पनि सक्छु किनकि अब लास्ट यहाँ माथि एउटा बाँस छ बाउको बोट छ म त्यहाँ गएर बाल्छु त्यहाँ थियो भने थियो थिएन भने थिएन मैले त थुप्रो ठाउँ बाले तर भेटिने एउटा उडो एउटा थियो हो किन चरा म चाहिँ बाल्दै आइदिइरहेको छु म चाहिँ एक्लै हिँड्दैछु आजभोलि चाहिँ साथी छैन चेतन थियो आजभोलि चण्डी सिलिहाङ पायो नि त त्यही भएर चण्डी लग्छ उसले नै चण्डीहरू प्रायः जस्तो लगिरहेको छ त्यही भएर ऊ भ्याउँदैन पनि अब यो साकेला र चण्डीबाटै होला अनि त्यो सकेपछि चाहिँ साथी हुन्छ त्यो पनि चरा बार्नु जान्छ मसँग म पनि दुईजना भएर बाँडिन्छ त्यो आज चाहिँ अब लास्ट यहाँ माथि एउटा बाँसको बोट छ त्यहाँ जान्छु त्यो बाउको बोट त्यहाँ गएर बाल्छु भेट्यो भने भेटेँ भेटिनँ भने भेटिनँ यो कन्टेन्ट चाहिँ सायद लगाउँछु कि लगाउँदिनँ त थाहा भएन कन्टेन्ट नलगाएको धेरै भयो बाल लगाउँछु पनि बाल लगाउँदिनँ अनि त फिक्स चाहिँ छैन यो कन्टेन्ट चाहिँ लगायो भने भोलि बिहान लगाउँछु लगाइनँ भने अर्को भिडियो आउँछ भोलि बेलुका है त गाइज चरा मारेको छु भने यो बाटो हो म चाहिँ पुग्न आँटेको छु अमिलो गाइज ज्यामिरोलाई चाहिँ सायद भन्छ फलिरहेछ यो चाहिँ गाइजहरू सिपिली भन्छ सिपिली चाहिँ मैले रोपेको म लगभग 6-7 वर्षको हुँदाखेरि रोपेको यत्रो भइसक्यो त्यो हो मेरो घर आइपुग्यो कुकुर पनि पुग्दै अब यो बाँसखेरमा बाल्छु सके छैन है त गाइज यसपालि चाहिँ हाम्रो आँप पनि फलेन पोहोर त फलेको थियो अर्को साल फलेको थियो यसपालि कतै गाउँतिर 1-2 ठाउँमा मात्र फलेको छ चरा मार्न असफल प्लान क्यान्सल भयो म चाहिँ आज जको चरा मारिहाल्ने भरे बेलुकी कन्टेन्ट भरे राति भन्दा नि अब त 9 बजीतिर भइसक्यो 10 बजीतिर कन्टेन्ट लगाउनु पर्यो भनेको भएन मेरो यो चाहिँ कुकुर हो कालमुखे हो यसको नाम चाहिँ कालमुखे सलाम यसरी सलाम गर्छ यसले चाहिँ अर्को यो सलाम यो सलाम उफ्रिन्छ पनि बस्छ पनि ऊ पुरै उफ्रिरहेको छ ल झर मेरो भेष मात्र कालले बनायो पठाएको त्यो गाइस आजको लागि चाहिँ यति नै अब चरा मारिएन अब के हुन्छ यो कन्टेन्ट लगाउँछु कि लगाउँदैन फिक्स छैन यो चाहिँ त्यही हो।